पर्फेक्ट तपाईको फाइनली मेरो चाहिँ यो KFC बाट आइसक्यो देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो KFC बाट आइसकेको छ टक्क लगाएर। अब म चाहिँ अब सयम रेस्टुरेन्टमा ल्याउन चाहन्दैछु हैन। तपाईको 831 रुपैयाँको फाइनली मेरो यहाँ आइसक्यो हैन, देख्न सक्नुहुन्छ। अब चाहिँ मेरो रेस्टुरेन्टमा ल्याउँछु हैन। मेरो भन्दा सयम रेस्टुरेन्ट म वर्किङ जहाँबाट गर्छु त्यहीँबाट दुईटा आएछ। यो चाहिँ KFC बाट आएको, यो कोक पनि KFC बाटै आएको। मेरो चाहिँ हम सयम रेस्टुरेन्टबाट ल्याएको। टक्क लगाएर सयम रेस्टुरेन्टमा तपाईको यो हो। यो आएर यसको साथै लच्छा देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो टोटल 400 हुन्छ, तर डिस्काउन्ट भएर डिस्काउन्ट मिलेर मलाई चाहिँ तपाईको परेको हो। योमा डिस्काउन्ट भएर 250 मा मात्रै मिलेको। मलाई चाहिँ आफ्नै रेस्टुरेन्ट भएर 150 मा चाहिँ डिस्काउन्ट मिलिरहेको छ हैन। अब तपाईलाई देखाउन गइरहेछु। अब तपाईलाई यो चाहिँ म KFC ओपन गर्न लागेको छु। तपाईको टोटल GST यता मिलेर तपाईको यो परेको 831 रुपैयाँ हैन। त्यसमा के दिएको छ भन्दा टिस्यु पेपर, चटनी, टमाटर केचप, पिस यो KFC तपाईको यहाँ देख्न सक्नुहुन्छ। के आएको छ भन्दा यहाँ तपाईलाई अलि नजिक लिएर देखाइदिन चाहन्छु। यो चाहिँ भने सयम रेस्टुरेन्ट को चाहिँ तपाईको यो भरि आइरहेको छ हैन। यो आइरहेको छ यति भरि हो। हेरेर देख्न सक्नुहुन्छ। तपाईको सयम रेस्टुरेन्टमा चाहिँ दिस इज तन्दुरी चिकनको सलाद तपाईको अनि यो हो। टक्क लगाएर पोक चिल्ली मेरो फेभरेट हो। KFC पनि फेभरेट हो, तर यहाँ कम्पेयर हुन्छ टेस्टमा। KFC पनि मेरो फेभरेट, तन्दुरी चिकन पनि फेभरेट हो। सबभन्दा फेभरेट भनेको मेरो पोक चिल्ली हैन। देख्न सक्नुहुन्छ। यो चाहिँ कोल्ड ड्रिंक चाहिँ KFC बाट आइरहेको थियो हैन। टक्क लगाएर तपाईको एक पिस पहिला यो लेग पिस तपाईको लेग पिस KFC को हैन। KFC को स्पाइसी रहेछ। स्पाइसी अलि ज्यादा हाले जस्तो लाग्यो तपाईको, तर पनि राम्रै छ। हल्का ज्यादा फ्राई भएको जस्तो छ। यहाँ देख्नुहुन्छ जलेको जस्तो छ। तर पनि ठिक छ। तपाईको 5 मा अलि ज्यादा स्पाइसी हालेको कारण 5 र 3 रेटिङ दिन चाहन्छु। यो सयम रेस्टुरेन्टबाट ल्याएको पोक चिल्ली। यो पोक चिल्ली हो। पोक चिल्ली हैन। पोक चिल्ली देख्न सक्नुहुन्छ। क्या डिलिसियस वाओ। हेर्दै खाउ लाग्ने पोक चिल्ली यो चाहिँ हैन। पर्फेक्ट तपाईको दामी पोक चिल्ली हैन। म धेरै स्पाइसी खादिन, तर ठिक छ। तपाईको म यो सयम रेस्टुरेन्टलाई दिन सक्छु 5 मा 4.5 हैन। तपाईको अब 4.5 भन्दा 5 मा 5 दियो भने आफ्नै रेस्टुरेन्टको ज्यादा दियो भन्छ मान्छेले हैन। तपाईको यो भयो। म टेस्टलाई दिने हो हैन। तर KFC के हुन्छ भने पुरा फ्राई हुन्छ, त्यसैले गर्नु। यो चाहिँ तपाईको तन्दुरी चिकन
देख्न सक्नुहुन्छ क्या डिलिसियस वाउ। त्यससँग तपाईको यो लच्छा पनि छ। यो चाहिँ तन्दुरी चिकन दामी। यो पनि दामी छ। केएफसी दामी छैन भने यो पनि दामी छ हैन। टक्क लगाएर यो चाहिँ तपाईको 5 मा 7.5 मा 4.5 रेटिङ दिन चाहन्छु हैन। म किनकि 5 मा यो जुसलाई 5 मा 5 दिन पनि सक्छु किन एकदम टेस्टी छ। यो भनेको अहिले यहाँ देख्न सक्नुहुन्छ अलि जलेको टाइपको जे हो, त्यसैले रेटिङ अलि कमै पाएको छ। त्यही हुनुहुन्छ यहाँ अलि जलिरहेको छ हैन, त्यसैको कारण। हेर्दै गर्दा चाहिँ हैन, तर सबै बेस्ट छ। तर अहिले झन् एमी तन्दुरी चिकन र फाक्सी चिल्ली छ। म 5 मा 5 मै दिन्छु यसलाई हैन। अघि न 5 मा 4.5 दिएको थियो भने अब 5 मा 5 दिन सक्छु, किनभने यहाँ अर्को पनि जलिरहेको यस्तो जलेको धेरै राम्रो हुन्न नि त। त्यसै कारण तपाईको अर्को टेस्ट गरौँ। यो दामी छ तर पनि यसमा मलाई नमक ज्यादा जस्तो लाग्यो। यसको ट्राई गरिदिइहालौँ। यो चाहिँ विन्स हो। आफ्नो नमक पनि ठिक छ, स्पाइस पनि त्यस्तो छैन। पहिले यो खाएर त 5 मा 4.5 यसले पनि पाउँथ्यो, तर पहिला यो खायो यो स्पाइस पनि रहेछ, हल्का डढेको यस्तो रहेछ नि त। अरू ठाउँ त्यस्तो छैन, यो ठाउँ चाहिँ डढेको रहेछ हल्का, त्यही भएले चटनी चाहिँ के रहेछ यो? यो चाहिँ रेड चटनी रहेछ, देख्न सक्नुहुन्छ रेड। यसमा चोकेर खाँदा कस्तो हुन्छ? यो गार्लिक सस जस्तो लाग्यो। पेप्सी है। पोक्सीले यो मगरहरू चाहिँ फेभरेट है। यो पोक्सीले चाहिँ मगर राईहरू
चाहिँ फेभरेट हो यो। मैले चाहिँ यही ससमा चोबेर खाइदिएको। यम्मी। तन्दुरी चिकन, वाओ। या तपाईको यो चाहिँ लगभग मिनिट जस्तो लागिरहेछ है। तर यो मिनिट खास राम्रो हुँदैन KFC को चाहिँ के। यो चाहिँ म्युनिस रहेछ, यस्तो खास राम्रो हुन्न म्युनिस यो KFC को चाहिँ। बोनलेस चिकन, KFC को बोनलेस चिकन खाँदैछु अहिले चाहिँ। अनि लेग खाएँ, विङ्स खाएँ, अहिले चाहिँ बोनलेस चिकन। फिका छ त यार यो त। बोनलेस चिकनमा नमकै छैन, यससँग राम्रो होला बरु। हल्का नमकको कारण अहिले राम्रो भयो नि, नमकै रहेन त्यसमा। पोर्क चिल्ली तपाईको तन्दुरी चिकन, वाओ। यो हो नि त पोर्क चिल्ली भनेको। चाहिँ तन्दुरीको लच्छा, दामी छ। KFC लाई तपाईको 5 मा 3.5 दिन चाहन्छु भने सैम रेस्टुरेन्टलाई 5 मा 5, किनभने एकदम दामी छ। देख्न सक्नुहुन्छ पोर्क चिल्ली, देख्नुस्, वाओ, देखिसक्नुभयो कति दामी छ। रसिलो पोर्क चिल्ली। ललिपप पनि त्यस्तै छ, देख्न सक्नुहुन्छ नि। देख्नु, यो जुसी हुनु पर्यो नि त। KFC सुक्खा छ, त्यही माथि तपाईको यो पनि डढिरहेछ, यो पनि डढिरहेछ। त्यसैले KFC हाम्रो नराम्रो होइन। कतिमा नमक ज्यादा छ, कसैमा नमकै छैन, कोहीमा स्पाइसी, कोही डढिरहेछ हैन। त्यसैले कारणले गर्दा पेप्सी, यो त पेप्सी। हामी त यस्तै हो, खाने चिजहरू खाने हैन। आज चाहिँ मेरो छुट्टी थियो, त्यसैले
केएफसी भर्सन स्वयं रेस्टुरेन्ट गरिदिउँ भनेको स्वयं रेस्टुरेन्ट भनेको मैले नै काम गर्ने ठाउँ हो होइन। तपाईँ सोच्नु होला फेरि आफ्नो रेस्टुरेन्टको ज्यादै नै तारिफ गऱ्यो भनेर होइन, त्यस्तो होइन। जो हो त्यही हो, एकदम दामी छ, देख्न सक्नुहुन्छ। पोर्क चिल्ली देख्न सक्नुहुन्छ तपाईँ, तन्दुरी चिकन देख्नुहोस्, यो डिलिसियस। अब तपाईँ केएफसी हेर्न सक्नुहुन्छ, केएफसी देख्नुहोस्, यस्तो डरिरहेको छ क्या, यस्तो डराएर पठाएको छ, त्यस्तो नहुनु पर्ने होइन। तपाईँ यदि दिल्लीमा हुनुहुन्छ भने हाम्रो रेस्टुरेन्टमा आउन चाहनुहुन्छ भने दिल्ली मुनिका 212A बा बेकरी नजिकै आउन सक्नुहुन्छ हजुरहरू होइन। त्यही हो, हजुरलाई कस्तो लाग्यो मेरो भिडियो? मुकबङ भन्दा नि मुकबङ तरिकाले चाहिँ मैले चाहिँ च्यालेन्ज गराइदिएको क्या आज। यति धेरै मगाउँदैन थिएँ त म कहाँ एक्लै यति साह्रो खान सक्छु होइन। यो देख्नुहुन्छ, यो तपाईँको 831 रुपियाँको हो भने यही हो, यो 831 रुपियाँको यो लगाएर तपाईँको हाम्रो रेस्टुरेन्ट 400को, तन्दुरी चिकन 250 भनेपछि पोर्क चिल्ली 150, 400 हुन्छ। तर मलाई डिस्काउन्ट गरेर चाहिँ तपाईँको 250 मात्र लगाउनु भएको छ हाम्रो बनोरे दाइले। हाम्रो जो हामी काम गर्ने बनोरे दाइ हुनुहुन्छ होइन, हाम्रो नेपाल नै हुनुहुन्छ होइन। त्यसैले गर्दा हामीले आफ्नो रेस्टुरेन्टमा खानु त्यही फाइदा छ होइन, आफूले काम गरेकोमा डिस्काउन्ट मिलिहाल्छ होइन तपाईँको। मलाई चाहिँ 150 रुपियाँ, 400मा 150 रुपियाँ डिस्काउन्ट मिलेको होइन। तपाईँहरू आउन चाहनुहुन्छ भने हाम्रो रेस्टुरेन्टमा तपाईँलाई मुनिरका, न्यू दिल्ली मुनिरका 212 एउटा 206मा आउन सक्नुहुन्छ। हाम्रो दुईवटा ब्रान्च छ, एउटा बालाल चोक नजिक, तपाईँको एउटा मुगुलजेन अगाडि। मुगुलजेनभन्दा 5-6 किलोमिटर अगाडि चाहिँ हाम्रो रेस्टुरेन्ट पर्छ होइन। यदि अनुपमबाट आउनुभयो भने बा बेगीबाट राइट साइड मोड्नु पर्छ, एउटा चाहिँ सिधा अगाडि बाबुलाल चोक जान सक्नुहुन्छ। मेरो भिडियो कस्तो लाग्यो, सल्लाह सुझाव प्रक्रिया दिनुहोला र मेरो भिडियोलाई सधैँभरि साथ दिएर हेरिदिनु भएको धेरै धेरै धन्यवाद। यसरी साथ दिनुहोला, यदि मन पऱ्यो भने सेयर गरिदिनु होला। मेरो चाहिँ फाइनली अघि पनि भनिसकेको छु, मेरो चाहिँ हाफ मोनिटाइज भइसकेको छ होइन, हजुरको माया ममताले गर्दा। अब फुल मोनिटाइज हुन लागि पनि केही समय छ, त्यसमा मेरो फुल मोनिटाइज हुने, त्यसपछि मेरो अहिले अर्निङ भिडियोबाट हुँदैन। मेरो अर्निङ भनेको सुपर च्याट, सुपर थ्याङ्क्स, मेम्बरसिप्सबाट मात्रै हो होइन। तपाईँहरूले चाह्यो भने मेरो भिडियो फुल मोनिटाइज पनि छिटै हुनेछ। त्यसपछि मेरो हर कन्टेन्ट आउनेछ, तपाईँको हर कन्टेन्टमा तपाईँ काम गरिदिएको फनी भिडियोहरू पनि आउनेछ, हल्का फुल्का केटाहरूसँग पनि। मैले अहिले चाहिँ रेस्टुरेन्टमा चाहिँ किन भ्लग नबनाएको नि धेरै भइसक्यो नि त मेरो भ्लगको। अब केही महिनापछि, केही दिनपछि चाहिँ म फेरि ल्याउने छु। हामीले काम गर्ने तरिका माया गरिदिनु भएको छ होइन, नयाँ नयाँ हो होइन, तपाईँ भ्युज आइरहेको छ, त्यसैले कारणले गर्दा होइन, त्यही हो। त्यसैले गर्दा म हजुरसँग अर्को भिडियोमा हेर्नेछु। अब चाहिँ अर्कोचोटि चाहिँ म सिधै रेस्टुरेन्टकै लिएर आउनेछु अर्को भ्लग होइन। अब मेरो वाच टाइम पुरा हुन आँटेको छ, केही दिन, महिना या दिनमा मेरो कम्प्लिट भइहाल्छ होइन। त्यसैले लास्टसम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। यदि तपाईँहरू थकाली खान चाहनुहुन्छ भने हाम्रो स्वयं रेस्टुरेन्टमा आउन सक्नुहुन्छ। पोर्क थकाली हो तपाईँको 320 भने चिकन थकाली 300 पर हेड 320 रुपियाँ पोर्क छ भने 300 रुपियाँ चिकन थकाली छ। त्यसरी टिङ मोमो आउनुहुन्छ भने पर पिस 50, सेफाली भने तपाईँको पर पिस 60 तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देखाइरहेको छु, देख्नुहुन्छ थकाली अनि टी मोमो भने टिङ मोमो अनि सेफाली खान चाहनुहुन्छ भने नेपालकै टेस्टमा हजुरहरू यहाँ खान सक्नुहुन्छ। त्यसपछि झोल मोमो, इन्डियन, चाइनिज सब हाम्रो स्वयं रेस्टुरेन्ट अभाइलेबल छ। किनभने यो भिडियोमा किन भन्यो भने मैले काम गर्ने जग्गा होइन, यति त भन्न पाउँछु नि मैले होइन। त्यसैले गर्दा यदि हजुरहरू चाहनुहुन्छ भने आउनु होला हाम्रो यो स्वयं रेस्टुरेन्ट मुनिरका दिल्ली 212 206 सीमा आएर तपाईँहरू इन्जोय गर्न